हेलो हेलो साथीहरू सबैजनालाई नमस्कार। आज हामी चाहिँ धरहरा घुम्न आएको अवस्था है। भनेको त धेरै भइसक्यो, तर आज फुर्सदको बावजुद हामी धरहरा घुम्न आएका छौँ। धरहराको सिन चाहिँ यस्तो रहेको छ। बिहानको चिसो मौसमले गर्दा होला खासै चहल पहल छैन, भर्खर सुरुवात हुँदैछ है। तपाईँहरू पनि आउनु पऱ्यो भने चाहिँ 200 रुपियाँ टिकट छ है। तपाईँमा पार्किङ घुम्नु पऱ्यो भने, गार्डन घुम्नु पऱ्यो भने चाहिँ 50 रुपियाँ लाग्ने छ है त। भर्खरै बनेको नयाँ धरहरा अवस्था यस्तो छ। पहिलाको भन्दा एकदमै फरक सिचुएसनमा देख्न सकिन्छ यो धरहरा अहिले। यसको ग्राउन्डमा चाहिँ यस्तो छ। जुन 2072 को भूकम्प पछिको धरहरा, नयाँ धरहरा है त साथीहरू। एकदमै राम्रो संरचनामा बनेको अवस्था छ अहिले। अब हामी चाहिँ यहाँदेखि प्रवेश गर्दैछौँ है त साथीहरू। तपाईँहरूलाई के छ अवस्था भित्रको सबै देखाउनेछु मैले। हामी चाहिँ अब इन्ट्री भयो है त। लिफ्ट चाहिँ प्रयोग गर्नु पाएको छैन, अशक्त अपाङ्ग र वृद्धहरूको लागि मात्र। 6 फ्लोरमा आयो हामी है त। सरी जाँदैछौँ हामी फ्लोर 8 मा। सरी हामी 9 फ्लोरमा आइयो।